को तर्फबाट यस घरमा पण्डित श्रीधर रिजालज्यूको पुण्यतिथि आज 31 श्राद्ध पनि परेको हुँदा यसै अवसरमा हामीले यहाँ भजन कीर्तन कार्यक्रम सम्पन्न गरेका छौँ। उहाँहरूको तर्फ श्री कृष्ण कुमारी रिजालको सपरिवारको तर्फबाट हामीले आज रु 2050 हाम्रो यस भजन कीर्तन मण्डलीलाई प्रदान गर्नुभएको छ। उहाँको सपरिवारलाई आउँदैहरूको दीपावलीको उपलक्ष्यमा सम्पूर्ण परिवारमा सुख शान्ति समृद्धिको कामना तथा माता लक्ष्मीको सदैव वास होस्, मनले चिता कुरा पुगोस्, सधैँ राम्रो होस् भन्न चाहन्छौँ। अब हामी अन्त्यतिर पनि आइरहेका छौँ। अब कोटि नमस्कार गरेर अब आउने एकादशीको दिन असोज 31 गतेको परेको छ। सायद कसैलाई फेरि भन्न नपर्ला, हामीले ग्रुपमा त हाल्नेछौँ। त्यही पनि अब 31 गते भाइ रूपक गौतमको आयोजकमा भजन कीर्तन समारोह 31 गते, यही असोज 31 गते एकादशीको दिन मन्दिरमा दुर्गा मन्दिरमा हुने बेला सबैलाई फेरि गराउन चाहन्छु। धन्यवाद।